ल हेर्न सक्नुहुन्छ हाम्रो एमटी को यो किन हामीले चेन्ज गर्न लाग्छौं वास्तवमा हैन। एक्चुअली यो के चीज हो, यो थर्मस हो है। यसको काम के हुन्छ भनेपछि यो नाक बन्द गर्ने र खोल्ने भनेपछि काम त्यही नै हो यसको हैन। जब बडी हिट भयो भने गाडी हैन खोलेर यो नाक खुल्छ, नाक खोलेर मजाले सास लिएर कुलिङ सप्लाई हुन्छ, सप्लाई भयो भने फेरि बन्द हुन्छ, फेरि हिट हुन्छ, फेरि नाक खुल्छ, फेरि सप्लाई कुलिङ हुन्छ, त्यसको काम यो हो। र साथमा यो सिल के काम गर्छ भनेपछि हेर्न सक्नुहुन्छ यो वास्तवमा यसको काम के हो, यो कुलिन्ट रोक्ने काम गर्छ है। यो लिकेज भएको खण्डमा, यो बिग्रेको खण्डमा तपाईको कुलिन्ट इन्जिनको भित्र जान्छ है। र साथसाथमा अरु कुराहरु पनि म देखाइरहेको छु, हेर्न सक्नुहुन्छ मजाले टक्क लागेर एमटी को हाम्रो यहाँ छ, सुन्नु भयो होला मजाले ट्याक 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 गरिरहेछ, हेर्न सक्नुहुन्छ। पुरा फाइनली यो के भन्छ, पुरै व्यवस्था भएको छ है। हो अब साथमा हामीले के गरिरहेछौं भनेपछि ट्याक्क लागेर दामी तरिकाले बवाल तरिकाले हामीले यो सिल हाल्दिन लाग्छौं। त्यसपछि चाहिँ हामीले साथसाथमा यो सामान हाल्दिन लाग्छौं र यो साथसाथमा यो बेरिङ हाल्दिन लाग्छौं है। 6000 बेरिङ लाग्छ यसमा हैन। यो बेरिङ पनि नयाँ हाल्दिन लाग्छौं हामीले। अनि फ्यानहरु, यसको फ्यानहरु हेर्न सक्नुहुन्छ। बाइ चान्स यसमा पनि प्रब्लम आएपछि चेन्ज गर्नुपर्छ है। यो धेरै कट्यो भने पनि समस्या हुन्छ। के समस्या हुन्छ भनेपछि इन्जिनको भित्र कुलिन्ट गइजाने है समस्या हुन्छ। इन्जिनको भित्र कुलिन्ट गइजाने समस्या हुन्छ। त्यो भएर चाहिँ यो सामान यति हामीले मजाले चाहिँ चेन्ज गर्दिन लाग्छौं। र तपाईले थाहा छ यहाँ लाग्छ यो ठाउँमा धेरै पुरानो भइसकेपछि मोटरसाइकल यो तपाईको यसको नाम थर्मस भन्छन्, थर्मस हो यो। त्यसैले यो चाहिँ तपाईको कुलिन्टको पम्प भयो, त्यसै यो वाटर पम्प आइसिल भन्छन् हैन। यस्तै कुराहरु छ। एमटी लगभग पुरै फाइनली दामी तरिकाले एकदमै के भन्छ तयार भइसकेछ। यसैगरी तपाईहरुले पनि हाफ इन्जिन फुल इन्जिन बनाउनु छ भनेपछि सम्झिनु होला भाइजान मोटरसाइकल वर्कशप लमिताङ है। नौपुलको साइडमा छ मेरो ग्यारेज हैन। फाइनली हामीले यसको साउन्डहरु सबै फिटिङ गरेर एमटी को हामी सुनाउँछौं र फाइनली हामीले के गर्छौं फिटिङ गर्छौं है। थर्मसहरु, त्यसै सिलहरु, यस्तै गरी हामी पुरा दामी तरिकाले काम गरिरहेछौं। अहिले माया छ है ग्याङ ग्याङ।